आज हामी पनि गइरहेको छौँ नयाँ गेम खेल्नको लागि है। मैले ट्राई गर्न खोजिरहेको छु कि यो गेम राम्रो हुन्छ भन्ने सुनेर होइन। मैले ट्राई गरेको इट्स भेरी बेस्ट लाग्यो मलाई चाहिँ। हजुरहरूलाई कस्तो लाग्छ हजुर सबैजनाले कमेन्ट बक्समा गएर भनिदिनु होला है त। एकैछिन हजुरहरू होल्ड गरेर खेलिदिनु, हेरिदिनु मेरो गेमलाई। हजुरलाई कतिको इन्ट्रेस्ट लाग्छ त। अब जति पनि यो जोम्बीहरू छ नि हामीले मार्नुपर्ने हो क्या। माई गड मेरो नेक्स्ट फ्लेयर भयो कि होइन। अब यो गनलाई मैले माइनसबाट प्लस यसलाई कम गर्दा के होला त भन्ने कुरा मैले बुझिरहेकै छैन। अनि अब यो 18, 30 or 40%को गनलाई छोयो भनेपछि यसको बढ्छ अरे होइन। अल्ला बढ्दो रहेछ कि। अनि यो डगहरूले चाहिँ मार्ने, जोम्बीहरूले मार्नु पर्ने रहेछ। ए ल ल ल डन गर सबैजना। अनि 2 यो ल के हो त अनलिमिटेड च्यालेन्ज के भनिरहेछ त। भिक्ट्री हुन्छ त जित्छु त मैले गेम यो। ओ वा यो राउन्ड चाहिँ मैले जितिसकेको छु। 98%लाई किल देखाइरहेको छ होइन। अब फेरि यो गन कलेक्सन लिएर यो माइनस गनमा हेरौँ त। यो -13 होइन, यो डिभाइड नै गरिदिउँ होला हो। यसरी गन चाहिँ बढ्छ कि जस्तो लाग्यो मलाई चाहिँ होइन। यो 32 यो गनलाई चाहिँ लिनुपर्ने रहेछ क्या हामीले चाहिँ। किनभने जति गन हामीले लगेर गयो होइन उति नै जोम्बीहरू मर्दो रहेछ क्या। अब यो अगाडि माइनस छ, माइनस के कम हुने हो त। यो माइनसलाई हानेपछि ल माइनस त क्लियर भयो कि होइन। अब हेरौँ है। ए गनको भ्यालु कम हुँदो रहेछ हो। यसरी त हारिन्छ होला हो। मलाई त हार्छ जस्तो लाग्यो मलाई यो टेम्पोरेरीमा त होइन। ल ल ल ठिक छ। यो पनि 60 किल हानेर भिक्ट्री। चलो अब हाम्रो नेक्स्ट आइसकेको छ। नर्मल्ली हामीले यहाँको जोम्बीहरूलाई मार्नुपर्ने रहेछ होइन। हामी राम्रोसँग खेलौँ त यो गेमलाई जित्नु पर्ने हो क्या। धेरै खासै नलेज नै भएन क्या यसको बारेमा। मलाई चाहिँ नलेज हुनुपर्ने। हजुरहरू सबैजना चेक गर्नु सक्नुहुन्छ गेम। यहाँनिर गएर रुख काट्नु पर्दैन रहेछ। काट्दिउँ है रुखलाई। टक 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 काट्दिउँ अर्को रुख पनि काट्छ। जम्मा भइरहेको छ माथि। ए जोम्बीहरू मारौँ त यहाँबाट किल गर। पछाडि मेरो 3जना टिमहरू पनि छ, उनीहरूले मलाई हेल्प गरिरहेको छ होइन। अब यहाँको जोम्बीहरू मलाई हेल्प दिँदो रहेछ पछाडिको टिमले यार। ओ माई गड वी आर न के भन्यो बिर्सि के भन्यो। अब चाहिँ हामीले के गर्नु त यसमा। अब 10 मिटर भन्ने साइडमा देखाइरहेको छ। एकताल यो रुखहरू हामी घरलाई चाहिँ मर्मत गरौँ त मिल्दैन यार। अब यहाँ 7 मिटर यहाँनिर। ए यहाँनिर अघि काटेको रुखहरू चाहिँ होइन यहाँनिर प्लस गर्नुपर्दो रहेछ नि त। 5वटा जोड्नु पर्दो रहेछ। अब फेरि यहाँनिर हान्नु पऱ्यो क्या। जोम्बीहरूलाई खतम गर्नुपर्ने। ल ल ल हामी यसलाई सकेर अगाडि बढ्दैछौँ। रुखहरू काटिदिउँ। यहाँको टमाटर पनि टिपियो होइन। अब गर्दै जाउँ के हुन्छ त हाम्रो। रुख काट्ने काम गरौँ पहिले। रुख चाहिँ काटिदिइराखौँ होइन। अनि के गर्नु डिभाइस राम्रो छैन। क्यामेरामा आउनु मन त थियो। अब के गर्ने क्यामेरामा आउनु सकिरहेको छैन होइन। भोइस कभर गर्दै गेम खेल्दै गरिरहेको छु। हजुरहरूलाई मन पर्यो भने सब्सक्राइब गर्न नभुल्नु होला मेरो च्यानललाई है। जति पनि मेरो सपोर्टर हुनुहुन्छ धेरै खुसी लागेको छ मलाई। बिस्तारै सबैजनाले माया धेरै दिनुभएको छ है। लड हुन्छ यसलाई मार्नु पऱ्यो हामीले। यसको म्याच चाहिँ रेड लेभल देखिरहेको होला होइन। लेभल कम भइरहेको छ यसको क्या। 2-4 हान्यो भने मर्छ जस्तो लाग्यो मलाई। मऱ्यो यस फाइनल्ली मरेको छ यो चाहिँ। अब यहाँनिर यत्रो जोम्बीहरू रहेछ। यो जोम्बीहरूलाई हान्नु त पर्ने होइन। हानिदिनु त यसलाई ल। हामीले विन गरेको हो त। या के मेरो क्यारेक्टर आयो त भ्याक्ट्री। ओ माई गड जितियो छ भन्ने कुरा बुझियो। फेरि अर्को लेभलको गाना गेम आइसक्यो। ल यो गन अघिको सेम होइन। जोम्बीहरू खतम गर्नुपर्ने क्या यहाँ त होइन। ल ठिक छ। अहिले पनि 7 टोटल 7 किल मात्रै हारियो नि त हारियो। ओके अहिले ट्राई टु माई बेस्ट होइन। मैले अहिले गेम जित्न कोसिस गर्नेछु मैले 100%। ल
यो के हो त यहाँ 16% यसमा कि बनहरू बढ्ने हो कि माइनस हुने बढ्दो रहेछ ला म एउटा दुईटा गन मैले सँगै हान्यो भने त बिन्दास हुन्थ्यो होला नि अब यसलाई चाहिँ ल तिनीहरूको गनै लिनु बिर्सियो कि अब सायद ब्याचिङ जस्तो मलाई लाग्दैन होइन ल डन गाइस डन समथिङ या म्यान फाइनली जितेको छ 77 किल गरेर भिक्ट्री भएको छ होइन नेक्स्ट आइसक्यो फेरि अर्को लेभलमा हामी जाँदैछौँ अर्को लेभलमा जाउँ हामी चाहिँ है ल ओके पहिले 8 बोट ट्राई गरौँ त एउटा मात्रै गोली छ 4 यो गन हाम्रो साथमा आयो ल माइनसमा गएर गलत गरेँ कि गलत गरेँ 0 माइनस कम भयो अरे कति धेरै कम भयो ए यसमा त माइनस हुँदो रहेछ बे ल के यस्तरी मान सकिन्छ त ल फिनिस भयो त यहाँ चाँडै फिनिस भयो ओके अब चाहिँ राम्रोसँग ध्यान दिएर मजाले खेल्नु पऱ्यो है ध्यान दिएर मजाले खेल्नु पर्ने भयो ल यो माइनस यो 58%मा गयो भने त गनको लु नै हराउँछ यो 20मा गयो पनि हराउँछ थाहा भइसक्यो हामीले प्लस र पर्सेन्टमा गयो भने चाहिँ बिन्दास हुँदो रहेछ ल भनेर बुझेँ अब यो सकिन्छ त यसलाई मार्न खै मेरो ड्यामेज लास्ट भइसकेको छ यसको ड्यामेज कति छ त यसलाई मार्न साह्रै गाह्रो हुनुभयो मलाई त यसलाई मार्न साह्रै गाह्रो हुनुभयो क्या ट्राई गरे अगाडि चाहिँ ला कस्तो झ्याउ के यसलाई मार्न कति साह्रो भयो ओके डन कभर बबाल गर्नुपर्ने भयो हजुरहरूलाई पनि यो गेम खेल्न मनपर्छ भने हजुरहरू सबैजनाले यो गेम खेल्न सक्नुहुनेछ है यसलाई टक्क गएर डाउनलोड गरेर खेल्न सक्नुहुन्छ ट्राई गर्न सक्नुहुनेछ मजाले ट्राई गर्नु खेल्नु रमाउनु होइन लाइफमा मरिलानु के छ र भने के जिन्दगीमा इन्जोय नै ठुलो कुरा हो अहिले नहोला भोलि नहोला पछि नहोला आयो भएन हुनसक्छ के न के हुन्छ थाहा छ मलाई पनि यसको बारेमा अलिक गाह्रै लाग्थ्यो नि त अब किनभने मसँग राम्रो डिभाइसहरू पनि छैन बिन्दास खेल्नको लागि होइन